धान हाम्रो मुख्य खाना, तर हामी चामल बाहिरबाट किन्छौं। कस्तो अचम्मको विरोधाभास होइन? तर यसको समाधान कतै टाढा छैन, सायद हाम्रै खेतबारीमा लुकेको छ। हो, यही प्रश्न एकदमै महत्त्वपूर्ण छ। यो सुन्दा जति सामान्य लाग्छ, यसको गहिराई त्यति नै धेरै छ। यसले हाम्रो पूरै कृषि प्रणाली, हाम्रो अर्थतन्त्र र भोलिको खाद्य सुरक्षामाथि नै प्रश्न उठाउँछ। 3,40,000 मेट्रिक टन। सोच्नुस् त, यो सानो आँकडा बिल्कुलै होइन। सन् 2024मा मात्रै हामीले यति धेरै चामल बाहिरबाट किन्यौं। यसले हाम्रो परनिर्भरताको चित्र प्रष्ट देखाउँछ। तर हरेक समस्याको समाधान पनि हुन्छ, र यहाँ हाम्रो समाधान हुन सक्छ चैते धान। हो, वसन्त ऋतुमा लगाइने यही धानले हाम्रो उत्पादन बढाएर आयात घटाउने ठूलो सम्भावना बोकेको छ। ल, आउनुहोस् यसको बारेमा अलि गहिरिएर कुरा गरौँ। ल, सुरु गरौँ वसन्त ऋतुमा धान खेती गर्दा हुने फाइदाबाट। यो दोस्रो बारेले आखिर कसरी यत्रो ठूलो फरक पार्न सक्छ त? अब हेरौँ बर्खे धान र चैते धानमा के फरक छ। चैते धानलाई प्रकृतिले नै साथ दिएको जस्तो छ। वसन्तमा छर्लङ्ग घाम लाग्छ, बर्खाको जस्तो झरी बादल हुँदैन, अनि किरा र रोगको समस्या पनि कम। यसले गर्दा उत्पादनमा सोझै फाइदा पुग्छ। र यो कुरा उत्पादनको तथ्याङ्कमा छर्लङ्गै देखिन्छ। हेर्नुस् त, बर्खे धानले प्रति हेक्टर करिब 4 मेट्रिक टन फल्दा चैते धानले 5 मेट्रिक टनसम्म दिन्छ, सोझै 1 मेट्रिक टन बढी। यो भनेको 25% वृद्धि हो। अब सोच्नुस् त, एउटा सामान्य किसानको लागि यो कति ठूलो कुरा हो, उसको आम्दानीमा कति फरक पार्छ। अब प्रश्न उठ्छ, यति धेरै फाइदा हुँदाहुँदै पनि किन किसानहरूले चैते धान व्यापक रूपमा लगाउँदैनन् त? पक्कै पनि केही त बाधा होला। हो, अब हामी तिनै बाधाहरू, खासगरी किसानले सुक्खा मौसममा भोग्नुपर्ने समस्याबारे कुरा गर्नेछौँ। यो आँकडाले त झन् कथाप्रष्ट पार्छ। एकातिर 13 लाख हेक्टरभन्दा बढी जमिनमा बर्खे धान, अर्कोतिर जम्मा 1 लाख हेक्टरमा चैते धान। कति ठूलो फरक! आखिर किन यस्तो? यसको सबैभन्दा ठूलो र मुख्य कारण हो पानी। तथ्याङ्कले भन्छ हाम्रो सिँचाइ गर्न सकिने जमिनमध्ये 65%मा 12 महिना पानी पुग्दैन। मतलब धेरैजसो खेतहरू सुक्खा मौसममा पानी नपाएर प्याक हुन्छन्। अब आफूलाई एक सानो किसानको ठाउँमा राखेर सोचौं। सुक्खामा पानी चाहियो, त्यसका लागि डिजल चाहियो जुन दिनदिनै महँगिँदैछ, पम्प किन्नु पर्यो वा भाडामा लिनु पर्यो। बिजुलीको त भरै छैन। यति धेरै खर्च गरेपछि त उत्पादन लागत आकाश छुन्छ। अनि कसरी लगाउने चैते धान? पानीको समस्या त छँदैछ, त्यसमाथि अरू समस्या पनि थपिन्छन्। सुक्खायाममा काम गर्ने मान्छे पाउनै मुस्किल, राम्रो बिउ पनि सजिलै पाइँदैन, अनि दुःख गरेर फलाएको मोटो धानले बजारमा राम्रो भाउ नपाउने डर पनि उत्तिकै। ल, समस्याको कुरा धेरै भयो, तर हरेक समस्याको समाधान पनि त हुन्छ होइन र? अब यो पानीको खाल्डल कसरी पुर्ने र समृद्धितर्फ कसरी अघि बढ्ने भन्ने बारेमा कुरा गरौँ। यो समस्यालाई एकैपटक चारैतिरबाट समाधान गर्नुपर्छ। पहिलो, सिँचाइ पूर्वाधारलाई आधुनिक बनाउने। दोस्रो, नयाँ स्मार्ट प्रविधिको प्रयोग गर्ने। तेस्रो, खेती गर्ने तरिकामै सुधार ल्याउने। र चौथो, किसानलाई सहयोग पुग्ने नीतिहरू बनाउने। यी 4 कुरा मिले भने पक्कै पनि परिवर्तन सम्भव छ। उदाहरणको लागि यो हेर्नुहोस्, सौर्य ऊर्जाबाट चल्ने पम्प। यसले त किसानको सबैभन्दा ठूलो टाउको दुखाइ अर्थात् डिजलको खर्च सिधै शून्यमा झारिदिन्छ। एक पटकको लगानीले सिँचाइ सस्तो पनि भरपर्दो पनि। यसले किसानको जीवनमा कति ठूलो राहत दिन्छ होला। प्रविधि मात्रै पनि होइन, खेती गर्ने तरिका बदलेर पनि धेरै फरक पार्न सकिन्छ। जस्तै आलो पालोमा खेत भिजाउने र सुकाउने विधि। यसमा के गरिन्छ भने खेतलाई सधैँ पानीले डुबाइराख्नुको सट्टा केही समय सुक्न दिइन्छ, र अचम्मको कुरा के छ भने यसो गर्दा उत्पादन घट्दैन, उल्टै 30%सम्म पानी बचत हुन्छ। अनि अन्त्यमा सरकार र समुदायको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। सिँचाइको लागि चाहिने बिजुलीमा सहुलियत दिने, सोलर पम्प राख्न सहयोग गर्ने, अनि स्थानीय जल उपभोक्ता समूहहरूलाई बलियो बनाउने। यस्ता नीतिहरूले किसानलाई ढुक्क भएर चैते धान लगाउन ठूलो हौसला मिल्छ। ल, अब हेरौँ यदि हामीले यी सबै समाधानहरू लागू गर्न सक्यौँ भने यसको फाइदा एउटा किसानलाई मात्र होइन, पूरै देशलाई कसरी पुग्छ। हेर्नुहोस्,
चैते धानको उत्पादन बढाउनु भनेको खेतमा धानको बाला जुलाउनु मात्र होइन, यो त हाम्रो राष्ट्रिय खाद्य सुरक्षालाई मजबुत बनाउनु हो, हाम्रा किसानहरूलाई आर्थिक रूपमा बलियो बनाउनु हो, अनि चामलमाथिको परनिर्भरता घटाएर देशलाई आत्मनिर्भर बनाउने एउटा बलियो कदम हो। त्यसो भए आजको यो चर्चाले एउटा गहिरो प्रश्न छोडेर जान्छ। यदि मौसमको एउटा सानो हेरफेरले यत्रो ठूलो सम्भावना बोक्छ भने हाम्रै आँखा अगाडि हाम्रै खेतबारीमा यस्ता अरू कति समाधानहरू लुकेर बसेका होलान् जसलाई हामीले चिन्न मात्र बाँकी छ।